युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइनन् नि त, चोइसले गएका हुन्। हो त नि ओली भाइ, हामी नेपालीहरूका चोइस पनि अचम्मका छन्। यत्रा भ्यू टावर ठडाइदिएछन्, देशमा यत्रा टावर हुँदा हुँदै पनि अरूको देशमा गएर यसरी अरूका बिल्डिङमा झुन्डिएर सफा गर्ने यो हाम्रो चोइस, अचम्मको चोइस छ हामी नेपालीहरूको पनि। अनि हाम्रा नेताहरूले यसरी मासुभात बाँड्दै पनि हामी अरूको देशमा गएर यसरी प्लास्टिकमा पोको पारेर खाना लगेर दिनभरि घाममा राखेर गनाएपछि खाना खाने, यो पनि हाम्रो अचम्मको चोइस छ। यो हाम्रो बाध्यता होइन है ओली भाइ, यो हाम्रो चोइस नै हो। आफ्नै जनतालाई गाह्रो भयो भनेर हाम्रा नेताहरूले बिघा जग्गा सबै बेचिदिए र पनि हामी फेरि अरूको देशमा गएर यसरी खुरुखुरु बेल्चा हानिरहेका छौँ। यो पनि हाम्रो चोइस नै हो नि, हामी अचम्मको चोइस बोकेर हिँड्छौँ क्या। उद्योगमा काम गर्दा जनतालाई दुःख भयो, गाह्रो भयो, जोखिम भयो भनेर हाम्रा नेताहरूले सबै उद्योगहरू बेचिदिइसके र पनि यस्तो जोखिम मोलेर हामी अरूको देशमा गएर काम गरिरहेका छौँ, उद्योगमै काम गर्न अरूको देशमा जान्छौँ। अनि कसैले त आफूले काम गर्दा गर्दै यसरी खस्ने चोइस गरेर काठको बाक्सामा पोको परेर नेपाल आउने चोइस हुन्छ। हाम्रा नेताहरूका नजरमा यी हाम्रा चोइस हुन्, यी हाम्रा रहर हुन्, यी हाम्रा बाध्यता हुँदै होइनन्।